नमन गर्छु, सबैलाई सम्बोधन गर्छु। मेरो भागमा परेको थियो कलाकार गणेश लामाजीको कलाचित्र जो अगाडि प्रदर्शित छ। एउटा नयाँ अनुभव, नयाँ अनुभूति। कविता कोर्दै गर्दा तँलाई के लाग्यो भने एउटा कलाकारले एउटा कविता पढेर एउटा कलाकृतिको सृजना गर्छन् होला, गर्न सक्नुहुन्छ होला, गर्न सक्ला। तर चित्र पढ्दा अनेकन बिम्बहरू, अनेकन कविताहरू आउँदा रहेछन्। मैले त्यो अनुभूति गरेँ र लाग्यो कविता भन्दा त कला पो बढी शक्तिशाली छ कि क्या हो पनि लाग्यो। मैले दुईटा कविता लेखेँ, यद्यपि म एउटा कविता सुनाउँछु यो चित्रका सन्दर्भमा। जुन हिजो यहाँ कविले, कलाकारले लेख्दै गर्दा मैले केही पंक्तिहरू कोरेको थिएँ र त्यसैलाई जोडेर एउटा कविता बनाएँ जसको शीर्षक छ प्रेम र परिवेश। प्रेम र परिवेश यो इन्द्र बज्रा र उपेन्द्र बज्राको छन्द मिसाएर उपजाति छन्दमा लेखेको छु। बोकेर यात्री मनमा उज्यालो, प्रभातको सङ्गीत सुन्न थाल्यो। चित्र अगाडि छ। बोकेर यात्री मनमा उज्यालो, प्रभातको सङ्गीत सुन्न थाल्यो। प्रभातको घाम हिमाल चुम्छ, धरती नसामा मदमस्त हुन्छ। बोकेर प्रेमी हिमशैलमाथि हिँड्दैछ यात्री हिममा नथाकी। हिमालको सुन्दर वृत्त चित्र बनाउँछन् सज्जनले पवित्र। त्यो घाम झुल्क्यो, रवि खुल्न लाग्यो, हराभरा चेतन डुल्न लाग्यो। माया अनौठो पनको सजायो, साँच्चै अनौठो परिवेश आयो। उमङ्गको सुन्दर गीत गाए, आस्था बुटे ढाकरमा सजाए। उमङ्गको सुन्दर गीत गाए, आस्था बुटे ढाकरमा सजाए। माया दया सूर्य समान पोख्यो, जवानले सुन्दर बिम्ब बोक्यो। माया दया सूर्य समान पोख्यो, जवानले सुन्दर बिम्ब बोक्यो। बोकेर भारी शिरमा छारी, बिहार गरेछन् जसरी बिहारी। त्यस्तै गरी यौवनाती बिहार गरेछन् हिमशैलमाथि। ठानुन् अरू जे प्रिय लाख लाख, यो सृष्टिमा प्रिय छ एक काख। र काखमा रम्न विचार गर्दै आयो बिहानी मधुमास छर्दै। उदाउँदो सूर्य सुधा समान, ती सूर्यलाई म गरौँ प्रणाम। गर्दै बिहानी हिमपात पान, लाग्यो कता जोसभरि जवान। हिमाल उस्तै अनि प्रेम उस्तै, श्रृङ्गार शोभा पनि छन् दुरुस्तै। यात्री छ यात्रा रथ जिन्दगीमा, खोज्दैछ छाया हिमका नदीमा। गर्दै बिहानी हिमपात पान, लाग्यो कता जोसभरि जवान। माया दया सूर्य समान पोख्यो, जवानले सुन्दर बिम्ब बोक्यो। धन्यवाद।